मन्त्रालयले चाहिँ किन यसो गरेको भनिकन उ गरिदिनु पर्यो। सम्मान्य सभामुखज्यू, नीति तथा बजेट कार्यक्रममा राष्ट्रपतिज्यूले अस्ति सरकारको कार्यक्रम राखिसक्नु भएको छ। वास्तवमा भन्ने हो भनेदेखि धेरै सभासदज्यूहरूले पक्षले पनि विपक्षले पनि धेरै कुराहरू यहाँ आइसकेको छ र सरकारमा भएका मन्त्रीज्यूहरू, सरकारका नजिक बसेका मान्यज्यूहरूले सहमति जनाउनु स्वाभाविकै हो। बहुमतको सरकार छ। वास्तवमा भन्ने हो भनेदेखि यो गणतन्त्र नीति तथा कार्यक्रममा यो गणतन्त्रको रक्षाको लागि, प्रतिवादको लागि भनिकन जुन कारणहरू यहाँ आएको छ, वास्तवमा त्यसमा पनि ठुलै धनराशि रक्षाको लागि खर्च गर्ने जस्तो मैले महसुस गरेको छु। र म यो भन्न चाहन्छु, यो नीति तथा कार्यक्रममा यो सरकारले वास्तवमा भन्ने हो भनेदेखि नेपाली जनताले चाहेको कुरा राख्नु पर्दथ्यो। त्यो विकास, त्यो निर्माण, ती योजनाहरू जसले चाहिँ देशलाई लाभ दिन सक्छ त्यो राख्नुपर्ने ठाउँमा एउटा प्रतिवाद गर्ने कुराहरू रक्षात्मक तरिकाले आउँदाखेरि अलिकति नमिल्दो जस्तो मलाई लाग्छ। र वास्तवमा भनेदेखि यो कुरा भन्दा पनि यो नीति तथा कार्यक्रममा यो 1 वर्ष 82-83मा देशमा भएका अहिलेसम्म जति पनि बर्मलोटहरू भएको छ त्यसको छिनो पानो हामी गर्छौँ भनिकन यो सरकारले भन्नु पर्थ्यो। त्यो कतैबाट पनि आइराखेको छैन सभामुख महोदय। र वास्तवमा भन्ने हो भनेदेखि अहिले नेपाल प्रहरी, जनपद प्रहरी र नेपाली सेनामा दिन पर दिन युवाहरू जानलाई हिचकिचाइराखेका छन्, निराश भइराखेका छन्। त्योभन्दा पनि ज्यादा खाडी मुलुकतिर जानलाई तम्सिराखेका छन्। त्यो किन भइराखेको छ? त्यसकारण म यो सरकारलाई यो नीति तथा कार्यक्रम बनाउँदाखेरि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा चाहिँ जो युवाहरू, हाम्रा भाइ छोराहरू छोरीहरू जान्छन् उनीहरूलाई पर्याप्त मात्रामा सुविधा दिनुपर्छ, तलब वृद्धि गर्नुपर्छ। 24 घण्टा देश र जनताको सुरक्षामा खटेकालाई चाहिँ मामुली एउटा तलबको भरमा उसको परिवार गुजारा हुन सक्दैन। यो बजेटमा यी निकायहरूलाई पुग्ने मात्रामा एउटा चाहिँ राम्रो तलबको घोषणा गरियोस् भन्ने म माग गर्न चाहन्छु। वास्तवमा भन्ने हो भनेदेखि अहिलेको यो बजेटमा विभिन्न राष्ट्रिय गौरवका योजनाहरू कट्टा गरेका छन्। निर्वाचन क्षेत्र रणनीतिक सडकहरू पनि हटाइएको छ भन्ने कुरामा आइराखेको छ। अरबौं रुपियाँ निर्वाचन क्षेत्र सडकको लागि चाहिँ खर्च भइसकेको छ। भत्ताभङ्ग चाहिँ नपार्दिनको लागि यो सरकारलाई अनुरोध गर्न चाहन्छु। र साथसाथै खेलकुद जगत यस्तो खेलकुद जगत हो, आज यो बाहेक अरू नेपालीले सिट ठाडो गर्ने अर्को क्षेत्र छैन हाम्रो लागि। यसको लागि एउटा खेलाडीहरूलाई आफ्नो जीवन यापन गर्नको लागि एउटा मौका यो बजेटमा दिनुपर्छ। र अहिले भर्खरै वैशाख 26 गते एन्फाको साधारण सभामा उच्च अदालत पाटनले अध्यादेश जारी गर्दाखेरि पनि त्यो अधिवेशनमा गणेश थापा र चाहिँ अर्को एकजनालाई प्रवेश गर्न दिएन। म भन्न चाहन्छु सरकारले अदालतको निर्णय ती एन्फा अध्यक्ष उपाध्यक्षलाई चाहिँ बोलाइकन मन्त्रालयले चाहिँ किन यसो गरेको भनिकन उ गरिदिनु पर्यो, कारबाही अगाडि बढाइदिनु पर्यो। यदि खेलकुद क्षेत्रमा पनि राजनैतिक हस्तक्षेप भइकन एउटा फुटबल जगतमा एउटा नेपालीहरूलाई मनपर्ने क्रिकेट र फुटबललाई पनि राजनैतिक अखाडा बनाउने हो भनेदेखि
बाँकी अब केही हुने छैन। म सभामुखज्यूलाई यो पनि भन्न चाहन्छु कि चाँडो से चाँडो निष्पक्ष भइकन यो बजेटमा हिजोका दिनका जस्तो आफ्नो क्षेत्र भनिकन होइन, देशका युवा भाइ बहिनीहरूलाई विदेश पलायन गर्नबाट रोक्नको लागि देशभित्रै बन्द भएका उद्योग कल कारखानाहरूलाई चाहिँ पुग्ने मात्रामा बजेट छुटाइकन सुचारू गर्नको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। तपाईको समय